Finally, guys, welcome my new vlog, new content. म चाहिँ है मामलाबाट घर जाँदैछु। बाटो चाहिँ यस्तो छ हेर्नु होला। टक्क टिका सिका लाएर टिका पनि झरिसकेछ। टक्क घर जाँदैछु होइन। माया गरिदिनु होला मेरो च्यानललाई। घारीको बाटो हिँडिँदैछ। घारीको बाटो बढी मेरो मासु खाएर बनाएको ट्राइसेप हेर्नु होला। यस्तो छ गाइज। गाह्रो छ हौ। टक्क धानबारी, यो चाहिँ धानबारी डेन्जर छ। जमरा हाई गाइज। धानबारी देख्न सक्नुहुन्छ। खतरनाक धानबारी छ। चाहिँ पानी खतरा पऱ्यो। पानी डेन्जर परेको कारण म चाहिँ टक्क पानी रहेपछि हिँडेको है गाइजहरू। यस्तै छ। 10-15 मिनटको बाटो छ होइन। बिस्तारै हिँड्दा त 1 घन्टै लाग्ला। म त अलिक खतरा हिँड्छु नि त होइन। त्यही भएर यस्तो छ धानबारी। धानबारी यस्तै छ गाइजहरू। मासतिर चाहिँ नि स्यालो बुढोको घर। हमारे यार कैसे कैसे लोग रहते हैं यार यहाँ पर। बाटो डेन्जर छ। यस्तो बाटो छ। गाडी बाटो देखिन्छ अब गाडी देख्न सक्नुहुन्छ। यहाँ चाहिँ देवीथान छ। Bye guys.